तपाईहरुले हाम्रो यो कार्यालयमा स्वागत गर्न चाहन्छु। म मेरो परिचयबाट सबभन्दा अगाडि सुरु गर्न चाहन्छु। म हालसालै मात्रै पोस्टिङ नयाँ हाम्रो सरुवा नियमित सरुवा एक वर्षमा हुन्छ। यो सरुवा भएर 2 दिन अगाडि मात्रै म यहाँ हाजिर भइसकेको छु। म प्रहरी निरीक्षक मोतीलाल योगन तामाङ। म चाहिँ काठमाडौँमा एकाडेमीमा विशेष गरेर तालिम गराउने ठाउँमा हो। 15 वर्ष जस्तो जागिर भयो मेरो। हजुरको धेरै जसो समय चाहिँ म पढाउनेतिरै भएँ। 1 वर्ष 2 वर्ष मात्रै यस्तो खालको बाहिरको पुलिसिङहरू चाहिँ गरेको छु मैले। मेरो यसपालि रोजाइको पोस्टिङ पनि हो यो। चाहिँ पूर्वतिर कहीँ कतैतिर गएर काम गर्न पाए हुन्थ्यो नि भन्ने हिसाबले म यहाँ हजुरहरूको सामान्य उपस्थित भएको छु। यो भद्रपुरमा चाहिँ उपस्थित भएको छु। हामी यो प्रहरीमा हजुरहरूले अब यो कार्यालय स्थापनाकै सन्दर्भमा 1 नम्बरमा मैले भन्न आँटेको कुरा चाहिँ अब म यहाँ आउँदाखेरिसम्ममा मैले अपेक्षा गरे भन्दा चाहिँ अब डढेको छ अरे, यसरी जलेको छ अरे, यस्तो भएको छ अरे भन्ने भएको थियो। अब गएपछि जिरोमै छ कि क्या हो, कामै चुनौतीपूर्ण ठाउँमा हो कि क्या हो भने जस्तो भएको थियो। फेरि त्यति धेरै अब यो एउटा ठाउँमा उठिसकेको रहेछ। यद्यपि अब केही कामहरू बाँकी छन्, अधुरा छन्। अब केही समय बाहेक अब तपाईँहरू सबैजनाले यो ठाउँमा रहेर यो शान्ति सुव्यवस्था कायम गर्नको लागि तपाईँहरूले पुर्याउनु भएको योगदान, यहाँको इनिसिएसन, तपाईँहरू सबैजनाले गर्नुभएको सहयोगको लागि म 1 नम्बर चाहिँ बुधा भनेको मेरो तर्फबाट र कार्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीको तर्फबाट तपाईँहरूले धन्यवाद ज्ञापन गर्न चाहन्छु। अनि त्यो सँगसँगै अब हाम्रा भोलिका दिनमा अब अहिले पनि हिजो मात्रै पनि यहाँ घटनाहरू बढिरहेको छन्। हिजै मात्रै पनि 2टा ठाउँमा चोरीहरू भइरहेको थिए। अनि त्यो प्रहरीको च्यालेन्ज अथवा प्रहरीको आवश्यकता विभिन्न हिसाबले तपाईँहरूले महसुस गरेर यसलाई चाँडोभन्दा चाँडो गर्नुपर्छ भन्ने हिसाबले सबैले जस्तो तहमा जति कामहरू गर्नुभयो, जति इनिसिएसन गर्नुभयो, सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र त्यस्तै गरेर पुनर्निर्माण समितिमा त्यहाँ सदस्यको रूपमा अथवा अध्यक्षको रूपमा कार्यरत रहनु भएर दिनरात खटिएर यो प्रहरीलाई यहाँ राख्नुपर्छ, एउटा पुनर्स्थापना गराउनुपर्छ, हामीलाई चाहिन्छ भनेर जुन चाहिँ आवश्यकता महसुस गर्नुभयो र त्यो अनुसारले यो काम कारबाही गर्नुभयो, त्यसको लागि पनि धेरै धेरै समितिलाई पनि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र यो सँगसँगै अबको विभिन्न कामहरू मध्येमा जस्तो हिजो त्यहाँ सिसिटिभीहरू ल हेरौँ न बजारमा भन्दाखेरि चाहिँ सिसिटिभीहरू यहाँ 6 टोक्रो मात्रै छ, तर यहाँको चाहिँ मुटु चाहिँ छैन, आँखा चाहिँ भएको तर मुटु नभएको जस्तो भयो। खालि यसमा मैले सन्दर्भमा के जोड्न आँटेको भने अब हामीले अरू पनि कामहरू बाँकी नै छन्। हामी आफै पनि प्रहरी कार्यालयहरूमा हाम्रो सेटहरू हाम्रा विभिन्न हिसाबले अझै पनि हामी जुन पहिलाको स्थितिमा छौँ त्यसमा त आइपुगेको छैन। यद्यपि जति हामीले सोचेका थियौँ त्योभन्दा एकदम द्रुत गतिमा भएको हो भन्ने कुराहरू मैले बुझेँ। यद्यपि अझै पनि हामी गर्नको लागि अगाडि बढौँ। अबको क्रममा चाहिँ मैले 2टा छोटो शब्द यसै राख्दै अथवा के रहेछ भन्ने कुराहरू राख्दै मैले खास गर्न खोजेको चाहिँ यो एउटा परिचयात्मक कार्यक्रम हो, एउटा शुभकामना आदान प्रदान पनि हो। यही सन्दर्भमा मैले भने अब हाम्रो नजिकै गरेको छठ, यहाँ विशेष छठ पर्व हुँदो रहेछ। यहाँ ठुलो चाहिँ यो सुरक्षाको हिसाबले चुनौतीपूर्ण एउटा काम मध्येको एउटा विशेष जिम्मेवारी मध्येको एउटा छठ पूर्व सुरक्षा भन्ने पनि हाम्रो रहेछ। यो तिहारको, यो दीपावलीको र छठको उपलक्ष्यमा सबैजना हाम्रो प्रहरी कर्मचारीको तर्फबाट तपाईँहरूलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। शुभकामना आदान प्रदान भएको हिसाबले गर्दाखेरि हजुरहरूले चाहिँ र त्यो सँगसँगै आफ्नो परिचय दिँदै गर्दा केही छ हजुरहरूकोमा यस्तो सुझाव अथवा वडा प्रहरी कार्यालयलाई केही सुझाव यसो गर्न पाए हुन्थ्यो, यस्तो गर्न हजुरहरूको यस्तो जिम्मेवारीहरू छन् अथवा कुनै गुनासो होला, पिरमार्का होला, केही कुरा राख्नुहुन्छ, आफ्नो परिचयसँगै राख्नुहुन्छ भने त्यो पनि राख्न सक्नुभयो। के अनुभव गऱ्यो भने प्रहरी आधी घन्टा नहुँदाखेरि त देश तहसमा हुँदो रहेछ नि त। आधी घन्टा सिलिन्डर हुँदाखेरि त्यो देशै तहसमा हुँदो रहेछ, सिंहदरबार जल्दो रहेछ, न्यायालय जल्दो रहेछ, संसद भवन जल्दो रहेछ भने प्रहरीको कति महत्त्व रहेछ भने हामीले त्यो बेला पनि बुझेका छौँ, अस्ति पनि बुझेका छौँ, अहिले पनि बुझिरहेका छौँ। तर समग्रमा भन्दाखेरि नेपाल प्रहरीलाई चाहिँ हामी स्वागत गर्ने खालको उहाँले काम पनि गर्नुभएको छ र उहाँलाई चाहिँ हामीले धन्यवाद पनि दिन चाहन्छु। अजय साहबलाई भदौपुर 6 नम्बरको पूर्व जनप्रतिनिधि, अहिलेको फिलहाल भदौपुर माओवादी सङ्घको अध्यक्ष र समुदाय प्रहरीको वरिष्ठ सदस्य। सबैमा नमस्कार। म भदौपुर वार्ड नम्बर 5 वडा सदस्य जसमल ठाकुर र पुनर्निर्माण समितिको सदस्य पनि वडा प्रहरीको। र म सरलाई 2 शब्द म छठ पूजाको बारेमा अवगत गराउन चाहेँ। हजुरलाई अनुभवी हुनुहुन्छ, भर्खरै हिजो आउनुभएको छ। हामीलाई बडो खुसी पनि लाग्यो सर आउनुभयो भनेर यस्तो चाडबाडको बेलामा। त्यसले गर्दाखेरि अलिकति हाम्रै जनप्रति भनौँ र यहाँको स्थानीय बासिन्दाहरूको अलिकति मनोबल पनि उच्च भएको छ हामीलाई। र सरको साथ सहयोग पनि हामी पाउने अपेक्षा पनि राखेका छौँ। छठ पूजा भनेको तपाईँको 2 टाइमको पूजा हुन्छ, बेलुका बिहानको पूजा हुन्छ। अनि यो यहाँ के हुन्छ नि मेला लाग्ने एउटा छ, त्यस्तै हेर्ने दर्शक
त्यो श्रद्धालु भक्तहरू आउने गर्छन्। मोटामोटी तपाईँको 10 देखि 20,000सम्मको सहभागिता हुन्छ यहाँ हाम्रो मेचीमा। त्यति बेला अलिकति प्रशासनको सेक्युरिटीको उसमा, ट्राफिकको सेक्युरिटीको उसमा, पार्किङको विषयहरूमा लिएर एकदमै कठिनाइ भइरहेको हुन्छ। त्यति बेला हामीले स्वयंता अप्नाएर अलिकति उछलकुद व्यक्तित्वहरू पनि आएको हुन्छ, कोही जाँडथी पनि खाएको हुन्छन्, कोही पटाखा पनि पकाइदिएको हुन्छन्। त्यस्ता व्यक्तिहरू पनि यहाँ अलिकति आउँछन्। त्यसलाई अलिकति आफ्नै तरिकाले हजुर सरले नै पहिले पनि ह्यान्डल गर्दै आउनुभएको छ प्रहरीले, र तपाईँहरूले पनि यसपालि त्यो त्यस्ता व्यक्तिहरू यदि मेलामा आएछ भने नि सरले त्यहाँ कसैको अनुहार नहेरिदिनु होला, न हाम्रो हेर्नु होला, न कसैको हेरिदिनु होला। त्यसलाई सबै समातेर तत्काल पूजाभरि यहाँ ल्याएर राखिदिनु होला। किन म हेमराज भट्टराई भद्रपुर 4 सामाजिक गतिविधिमा सक्रिय गरेर लागेको छु र सामुदायिक प्रहरी संस्थाको आजीवन सदस्य। नेपाल प्रहरी एउटा यस्तो संस्था, विश्वमा नाम कमाएको संस्था अनि अनुसन्धानको रूपमा चाहिँ अगाडि बढ्दै जाँदाखेरि अनुसन्धानमा विश्वमा 1 नम्बरमा नाम आउँछ नेपाल प्रहरीको। यति हुँदाहुँदै पनि नेपाल प्रहरीका केही हमलामा गर्न सकिने केही व्यक्तिहरूका कारणले गर्दा आज नेपाल प्रहरीका देशभरिका लगभग सबै नै भनौँ प्रहरी चौकीहरूदेखि लिएर विभिन्न ठाउँहरूमा आगजनी भएको छ। त्यस्तो गतिविधि आगामी दिनहरूमा प्रहरीका ती व्यक्तिहरूका कारणले हुने स्थिति सिर्जना नहोस् होइन। केही गतिविधिहरूका कारणले गर्दा नि आज सम्पूर्ण प्रहरी एउटा बोराभित्र एउटा आलु पिँदा सबै आलु पाउँछ भने जस्तै आज देशभरिका सरकारी निकायहरूमा आगजनी भएको छ। यो एकदम खेदजनक थियो, नहुनु थियो भयो। अर्को कुरो, प्रहरीको पेट्रोलिङ हुँदै गर्दा प्रहरीहरूले पक्राउ गरेर ल्याउँदै गरेका केही अपराधीहरूलाई चाहिँ राजनीतिक दलहरूले पनि यो त हाम्रो मान्छे थियो, त्यो गलत मान्छे थियो, थिएन, त्यसलाई पक्रेर लगेर पुलिस लगिरहेछ, त्यसलाई छुटाउनुपर्छ भन्ने गतिविधिहरू चाहिँ राजनीतिक दलहरूबाट पनि नहोस्। सामुदायिक प्रहरी सदस्य सरलाई यहाँ स्वागत छ र म एउटा सामाजिक कार्यकर्ता पनि हो। हजुरलाई काम परेको खण्डमा हामीलाई जहिले पनि बोलाउनुहुन्छ, हामी सहयोगको लागि सदा सत्कार गर्छौँ। सम्पूर्णलाई नमस्कार, म लौटा ठाकुर वार्ड नम्बर 5 महिलाबाट। सम्पूर्णलाई मेरो नमस्कार, म नूतन झा भद्रपुरा, म अन्तर्पार्टी महिला सञ्जालको जिल्ला कोषाध्यक्ष र हालको सामुदायिक सेवा केन्द्रको सदस्य। नमस्कार सम्पूर्ण, म प्रतीक सार्वन्याल मेची बहुमुखी क्याम्पसको कोषाध्यक्ष र वार्ड नम्बर 36 टोलको सचिव। सम्पूर्ण नमस्कार, म सन्तोष धम्ला वार्ड नम्बर 5 निवासी, यस सामुदायिक परिषद निर्वाचित सदस्य। सबैलाई नमस्कार, म विक्रम वार्डले साना हातहरू नेपाल संस्था मानवीय जीवन शास्त्रविधा काम गर्ने संस्था र अब काम गर्नेलाई सरसँग परिचय बिस्तारै हुन्छ, बाँकी कुरा आउने दिन। यहाँहरू सम्पूर्णमा नमस्कार, मेरो नाम शिला खड्का श्रेष्ठ हो। घर मेरो भद्रपुर वार्ड नम्बर 5, म सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको अध्यक्ष। सर्वप्रथम नयाँ आउने सरलाई यस झापाको भद्रपुरमा सम्पूर्णको तर्फबाट स्वागत र हजुरको यहाँ बसुन्जेलको कार्यकाल शुभ रहोस्। नमस्ते, म दीपक अधिकारी भद्रपुर 6 मा बस्छु। सम्पूर्णमा नमस्ते, मेरो नाम पूर्णमा सिपाली हो, म भद्रपुर वडा नम्बर 3 को सदस्य, हाल अहिले भद्रपुर नगरपालिकाको न्याक समिति र हजुरलाई पनि हाम्रो यो भद्रपुर नगरपालिकामा आउनुभएकोमा स्वागत गर्न चाहन्छु। नमस्ते, म गीता श्रेष्ठले चाहिँ भद्रपुर 5 सामुदायिक प्रहरीको सदस्य। नमस्ते, म बासु भद्रपुर वार्ड नम्बर 5 मेलमिलाप समिति सदस्य। भद्रपुर नगरपालिका नृत्य प्रशिक्षक हो खासमा चाहिँ, तर हालै चाहिँ म भद्रपुर वडा प्रहरी कार्यालय भद्रपुर पुनर्निर्माण समितिको अब पदाधिकारी भनौँ न, संयोजक होइन, संयोजक चाहिँ रहेर काम गरेँ
तसर्थ सरलाई स्वागत छ सर। सर आइदिनु भएको छ, त्यसकोमा पनि हामी खुसी छौँ होइन। हामीले काम गरिरहँदाखेरि यो पुनर्निर्माण गरिरहँदा हामी सरले पनि जोड्नु भएको थियो सुरुमा। यो पुनर्निर्माण गरिरहँदा हामीले धन्यवाद दिनुपर्ने थुप्रै संस्थाहरू हुनुहुन्छ जसले हामीलाई सहयोग गर्नुभएको थियो होइन। यहाँ आज हामी बिच भद्रपुर मारवाडी सङ्घबाट अजय साइवाला सर हुनुहुन्छ, उहाँलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ होइन। किनभने उहाँले हामीलाई यो काम गरिरहँदाखेरि तपाईँहरू अगाडि बढ्नुहोस्, कतै अप्ठ्यारो परेमा म छु भनेर हामीलाई सहयोग गर्नुभएको थियो सुरुमा वचनले भने। पछि उहाँले हामीलाई पुनर्निर्माण गर्दाखेरि सामग्रीदेखि हरेक कुरा हामीलाई धेरै बल्क क्वान्टिटीमा भनौँ न उहाँले हामीलाई सहयोग गर्नुभएको छ र आफ्नो तहबाट उहाँले हामीलाई सहयोग जुटाइदिनु भएको छ। सरलाई धेरै धेरै धन्यवाद। त्यसै गरी हामीसँग सामुदायिक प्रहरीबाट शिला दिदी हुनुहुन्छ, उहाँहरू बिहानै आउनुभएको थियो भेट्नलाई। अनि उहाँले आएर हामीलाई त्यतिखेरको समयमा भनौँ न काम गरेको भोलिपल्टको समयमा चाहिँ उहाँले हामीलाई नगद 1 लाख हामीलाई सहयोग गर्नुभएको थियो। हामी उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। र त्यसै गरी सन्तोष दाई हुनुहुन्छ, सन्तोष धमला दाई, उहाँको चाहिँ मेरो फर्स्ट हामीले काम गर्दाखेरि यहाँ चाहिँ सरसफाइबाट सुरु गरेका थियौँ। सरसफाइको भिडियो हाल्दाखेरि चाहिँ हामीले कसरी सहयोग जुटाउने होला भनेर हामीले सोचि नै रहँदाखेरि भाउजूले हामीलाई फर्स्ट टाइम कल गर्नुभयो हो। र भाउजूले आफ्नै इच्छाले म सहयोग गर्न चाहन्छु, पहिलो कल हामीलाई भाउजूबाट आएको थियो। दाइलाई पनि धेरै धेरै विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी हामीसँग साना हातको सर पनि हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिँदै सबैलाई धन्यवाद दिन चाहन्छु। भद्रपुर नगरपालिकाभित्र बसेर हामीलाई सहयोग गरिदिनु हुने जति पनि सङ्घ संस्थाहरू हुनुहुन्छ उहाँहरू सबैलाई विशेष धन्यवाद दिन चाहन्छौँ। र अहिले चाहिँ हामीलाई के भन्दा देश विदेशबाट पनि सहयोगहरू प्राप्त भएको थियो होइन। हामीले काम गरिरहँदाखेरि एउटा सीमित बजेट लिएर काम गऱ्यौँ, किनभने हामीले रकम मागेनौँ, हामीले जिन्सी माग्यौँ उहाँहरूसँग होइन। जिन्सी माग्ने क्रममा चाहिँ हामीले केही रकमहरू हामीलाई सङ्घ संस्था लघुवित्त ब्याङ्कहरूबाट आउने प्रतिबद्धता थियो, जसमा चाहिँ अन्तिम क्षणमा उहाँहरूले चाहिँ नगर्ने स्थितिमा आइपुग्नु भयो, किनभने उहाँहरूको पनि आफ्नै हेड अफिसबाट समस्या भएको भन्ने जानकारी उहाँहरूले हामीलाई गराउनु भयो। तसर्थ उहाँहरूले अझै पनि पहल गरिदिन्छौँ भनेर चाहिँ हामीलाई भनिराख्नु भएको छ। हामी उहाँहरूसँग गइरहेका छौँ। हामीले देख्न सक्छौँ वडा प्रहरी कार्यालय बाहिरबाट भौतिक संरचनादेखि लिएर बाहिरको कामहरू सकिसकेको छ भने यो सञ्चारको कोठा हो। हामीले यहाँ झ्याल्याएर राखेका छौँ, तर यो झ्याल लाउन सकिरहेका छैनौँ होइन। त्यसै गरी यो भित्रको हामीले कामहरू सिलिङहरूको कामहरू गर्न सकिरहेका छैनौँ। हाम्रो कामहरू आदि अधुरो छ। लगायत अहिले सुनिराख्नु हुने जतिजना हुनुहुन्छ, जतिजनाले सहयोग गर्छ, जस्तै बन्नु दाई त्यतिखेर एकदम स्थिति खराब भए तापनि दाई आउनु भएको थियो, दाइले पनि आफ्नो पक्षबाट सहयोग गर्नुभएको थियो, दाइलाई पनि धन्यवाद दिन चाहन्छु। र अब पनि अझै पनि हाम्रो सहयोगहरू छ, किनभने चाडबाडले गर्दाखेरि हामीले अलिक छिटो लिएर आयौँ होइन। यो कम्प्लिट नहुँदा पनि लिएर आएका थियौँ। अझै पनि हाम्रो कामहरू बाँकी छ। म यहाँबाट नै तपाईँहरू समक्ष लगायत अरू पनि सुनिराख्नु हुने जतिजना हुन्छ सबैलाई फेरि पनि एकपटक हातोमालो गर्ने हो कि भनेर अपिल गर्न चाहन्छु। र तपाईँहरूलाई यो वडा प्रहरी कार्यालय बनाइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। सरलाई फेरि धन्यवाद दिँदै रत्नलाई पनि धन्यवाद दिन चाहन्छु। सबैजना सहयोगी हातहरूलाई पनि यहीँबाट हामीले कार्यक्रम गर्न सकेनौँ, त्यतिखेर छोटो कार्यक्रम गरेका थियौँ, यहीँबाट धन्यवाद दिँदै आगामी दिनमा पनि हामीले यो बनाउनु थुप्रै बाँकी छ। हातोमालो एकपटक फेरि गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छौँ। धन्यवाद। निरीक्षक आकाशुलाल राजवंशी, घर चाहिँ पटाडी मरौली, कार्य प्रहरी चौकी मेचीपारी। सम्पूर्णमा नमस्कार। म अर्जुन बान्या, भद्रपुर वडा 4 वडा सदस्य, यो पुनर्निर्माण समितिको सदस्य पनि हो। हामीलाई यहाँ सरलाई हामी स्वागत र आउँदै गरेको छठ पर्व तिहार सम्पूर्णमा हजुरलाई शुभकामना सहित मेरो पछि यति दिन धन्यवाद। नमस्कार, म भद्रपुर वार्ड नम्बर 4 को सावित्रा। नमस्कार, म पङ्कज शर्मा, घर मेरो भद्रपुर 5, हाल बसोबास भद्रपुर 8 मा। म चाहिँ हिमालय टेलिभिजनमा कार्यरत रहेको छु। साथीहरू सबैलाई एकमुष्ट मेरो अभिवादन टक्राउन चाहन्छु। धेरै भन्नु त छैन, अहिले हामी भर्खरै दसैँलाई बिदा गरेर यो हिजो लक्ष्मी पूजा पनि हामीले सम्पन्न गरेका छौँ। भाइटिकाको उसमा छौँ हामी, र छठ पूजा पनि हाम्रो यो तराईको चाहिँ अब सबै हिन्दूहरूको चाहिँ एउटा महान चाडको रूपमा आएको छ। छठ पर्वको पनि शुभकामना गरेको छ। यो चाहिँ जीवनमा चाहिँ अलिकति त्यो नकारात्मक खालको प्रभाव पार्ने पनि हुन्छ, कतिपय सकारात्मक हुन्छ। अब तर जतिसुकै नकारात्मक भए पनि त्यसमा सकारात्मक पाटो पनि हुन्छ।
र जतिसुकै सकारात्मक कुरा भए पनि केही न केही त्यहाँ कमी कमजोरीहरू आउन सक्छन् भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यो अस्तिको आन्दोलनलाई हामीहरूले पहिला त त्यो किन आन्दोलन सुरु भयो, किन त्यो चाहिँ त्यसको आवश्यकता भयो, किन त्यो जेन्जी समूहका त्यो उमेर समूहका साथीहरूले भाइ बहिनीहरूले चाहिँ त्यो गर्न बाध्य हुनुभयो भन्ने कुरामा नै पहिला हामीले मनन गर्नुपर्छ जस्तो मलाई लाग्छ। हामी जनप्रतिनिधिको रूपमा चाहिँ यहाँ आएका छौँ, एउटा कुनै न कुनै राजनीतिक दलका हामी कार्यकर्ता होला, कुनै न कुनै सामाजिक गतिविधिमा सक्रिय साथीभाइहरू हुनुहुन्छ होला, यहाँ सुरक्षाका पनि साथीहरू हुनुहुन्छ, अनि विभिन्न चाहिँ के अरे संस्थामा कार्यालयमा काम गर्ने कर्मचारी साथीहरू हुनुहुन्छ, व्यवसायी साथीहरू हुनुहुन्छ होइन, राजनीतिक दलका चाहिँ यहाँ कार्यकर्ता साथीहरू हुनुहुन्छ। हामीबाट केही न केही काहीँ न काहीँ कमी कमजोरी भएकै कारणले त्यो आन्दोलनको सुरुवात भएको, त्यो कुरालाई हामीहरूले स्वीकार्नुपर्छ, त्यसलाई एक्सेप्ट पनि गर्नुपर्छ र हाम्रा कमी कमजोरीलाई अस्तिको आन्दोलनको बाढीसँग हामीहरूले पखाल्नु पनि पर्छ। तर त्यति हुँदाहुँदै हामी के कुरामा सचेत हुनुपर्छ भने चाहिँ आन्दोलन एउटा उद्देश्यले एउटा लक्ष्यका कारणले हुन्छ, तर त्यहाँ चाहिँ हाम्रै समाजभित्र रहेका हुन्छन् चाहिँ त्यो तपाईँको स्वार्थ समूहहरू, तिनलाई चाहिँ ठेगान लाउन सकिएन क्या। सबैभन्दा ठुलो कुरो दुःख लाग्ने कुरा चाहिँ त्यो हो क्या। हामी कुनै राजनीतिक दललाई पनि हामी चाहिँ के अरे आरोप नलाउँ, अनि त्यहाँ सबै राजनीतिक दलका हुनुहुन्छ, म आबद्ध पार्टीका राजनीतिक दलका पनि मैले देखाएको छु त्यहाँ होइन। अरूलाई अब कुरा नगर है, तपाईँको चाहिँ सामाजिक तपाईँको चाहिँ म चाहिँ अभियन्ता हुँ, म चाहिँ सामाजिक तपाईँको चाहिँ कार्यकर्ता हुँ भन्ने साथीहरू पनि त्यहाँ देख्यौँ हामी है। अनि भोलि नेतृत्व गर्दै गर्दा है अब राम्रा मान्छेले तपाईँको छोड्ने दिन आउँदैछ, अब कस्ता मान्छेले नेतृत्व गर्छ यो समाजलाई, यो देशलाई, त्यो कुरामा हामीले एकदमै चाहिँ तपाईँको चाहिँ यो के हो भने संवेदनशील भएर तपाईँ सोचेनौँ भने हाम्रा छोरा नातिको हाम्रा आउने पुस्ताको लागि जुन खालका तपाईँको आन्दोलनहरू हामी गर्छौँ होइन, अनि कस्तो मान्छेले नेतृत्व गर्छ भोलिको दिनमा। भल हामीले काम गर्ने दौरानमा तपाईँ सानोतिनो कमजोरी हुन्छ नि मान्छे, भगवानको त हुन्छ है, तर यस्तो खालको तपाईँको चाहिँ त्यो मौकालाई यसरी तपाईँको गऱ्यो। तर त्यो आन्दोलनमा तपाईँको सकारात्मक पाटाहरू पनि हामीले चाहिँ फेरि त्यहाँ त्यो चाँदीको घेरा पनि हुन्छ, त्यसलाई चाहिँ फेरि हामीले बिर्सिनु हुँदैन। हाम्रा कमी कमजोरी हामीले पखाल्ने जोडिनु हुँदैन भन्ने कुरामा चाहिँ म लगायत म आबद्ध राजनीतिक दलका नेतृत्वहरू लगायत सुरक्षाकर्मी साथीहरू कर्मचारीहरू सबैले मनन गर्नुपर्छ। हाम्रा तपाईँको सानातिना तपाईँको चाहिँ जनताका काम गर्दाखेरि पनि तपाईँको कमिसनका कुरा है, पैसा लेनदेनका कुरा कति फ्रस्ट्रेसन थियो, त्यो कुराहरूलाई अब हामीहरूले तपाईँको चाहिँ त्यो मिहिन ढङ्गले त्यसलाई लिएनौँ भने यस्ता घटनाहरू दोहोरिरहन्छ। तर यस्ता घटनाको चाहिँ नाममा तपाईँको चाहिँ यो कुतत्त्वहरू भन्छु क्या म है, तपाईँको चाहिँ त्यो नाममा त्यो आफ्नो स्वार्थ चाहिँ तपाईँको चाहिँ सिद्ध गर्नेहरूलाई चाहिँ तपाईँको यस समाजका हामीहरूले अब सिक्न जरुरी छ। राम्रा कुरालाई साथ दिउँ, गलतलाई तपाईँको डराउने कामै छैन क्या। डरायो भने यो समाज तपाईँको चाहिँ भुङ्रिया पर्छ, हेर्नुहोस् हाम्रो चाहिँ आउने पुस्ताको भविष्य अन्धकारमा हुन्छ। डर होइन, उच्च मनोबलका साथ तपाईँको चाहिँ हामीले अगाडि बढ्नु छ। सुरक्षाकर्मी साथीहरू हुन्छ, तपाईँको वास्तवमा कस्ता तपाईँको चाहिँ कहिले कोभिड भने कहिले तपाईँको चाहिँ बाढी पहिरो गऱ्यो, जतिखेर नै आफ्नो ज्यान हत्केलामा राखेर आफ्नो ज्यानलाई माया मारेर तपाईँको चाहिँ गर्नुभएको छ। अस्ति नाङ्गेजार बनाइयो तपाईँको चाहिँ सुरक्षाकर्मी साथीहरूको पुगा तपाईँको खोजेर हत्या गर्यो होइन। त्यो जेएनजी समूहका ती आन्दोलनकारीहरूले गरेका होइन नि है। त्यहाँ तपाईँको चाहिँ त्यस्तै तपाईँको चाहिँ ती स्वार्थ समूहले, त्यस्तै तपाईँको त्यो के अरे आपराधिक समूहहरूले त्यो गरेका छ। यो सरकारले कारवाही गर्नुपर्छ। यो सरकारले सक्ने जुन सरकार आउँछ त्यो सरकारले कारवाही गर्नुपर्छ। म यहाँबाट त्यो भन्न पनि चाहन्छु। आजसम्म मैले बोलेको थिइनँ, म यो समाजको यो सकारात्मक तपाईँको चाहिँ यो हाम्रो अब देशको चाहिँ सुनौलो भविष्य चाहने सबैको आवाज हो होइन। त्यसमा तपाईँको चाहिँ कोही पनि पर्छ भने मेरा चाहिँ तपाईँको चाहिँ दलका कुनै नेता पर्सन मैले छोड्न हुँदैन, कुनै दलका पनि नेता पर्सन मैले छोड्नु हुँदैन है। सहीलाई हामीले साथ दिनुपर्छ, गलतलाई हामीले चाहिँ सजाय दिनैपर्छ होइन। होला अहिलेको सरकारले तपाईँ सक्छ सक्दैन त मलाई थाहा छैन, शुभकामना दिन चाहन्छु म होइन। हामीले अहिले बनेको सरकारलाई तपाईँको चाहिँ म एउटा राजनीतिक दलको कार्यकर्ता पनि हो, हामीले स्वागत गरेर म व्यक्तिगत रूपमा मेरो दलले के गर्यो म जान्दिनँ, तर म मेरो व्यक्तिगत रूपमा यो सरकारले काम गर्नुपर्छ, यो सरकार सफल हुनुपर्छ, चुनाव गराउनुपर्छ समयमा। चाहिँ तपाईँ के हो भने अब पनि के हो भने चाहिँ हाम्रो सुनौलो भविष्य निर्माण गर्ने जो आउँछ होइन। अब वास्तवमा के भने दल 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 भनेर हामी चाहिँ तपाईँको चाहिँ बिग्र्यौँ पनि क्या। दलभित्र राम्रो मान्छे आउँछ भने त्यो अर्को पार्टीको हुन्छ भने हामीले सहयोग गर्नुपर्छ। तपाईँको साथमा हामी जहिले पनि छौँ। तपाईँहरूले चाहिँ आफ्नो चाहिँ ड्युटी निर्वाह गर्ने कुरामा, शान्ति सुरक्षा अमल कायम गर्ने कुरामा मेरो व्यक्तिगत तर्फबाट हाम्रो तपाईँको चाहिँ यो चाहिँ भनौँ न वडाकै चाहिँ सकारात्मक साथीहरू पनि हुन्छ
होइन। उहाँहरू सबैको तपाईँहरूलाई साथ रहनेछ, उच्च मनोबलका साथ काम गर्नु होला सर। तपाईँलाई हार्दिक स्वागत पनि छ होइन। त्यसले गर्दाखेरि तपाईँको साथमा जस्तो अघि हाम्रो कला बहिनी आउनुभयो, उहाँहरू बिचरा चाहिँ हाम्रो बहिनी अनि मभन्दा उमेरले धेरै सानो हुन्छ, तर हामी मतलब धेरै चाहिँ तपाईँको चाहिँ सामाजिक गतिविधिमा यति राम्रो काम गर्नुहुन्छ उहाँले। शिला दिदी, यहाँ अजय दाई होइन, यहाँ धेरै साथीहरू हुन्छ, हाम्रो प्रदीप सरहरू, मैले नाम लिन छुट्याएँ भने सरी होइन। यहाँ धेरै साथीहरू हुनुहुन्छ जो चाहिँ राम्रो कामका लागि निरन्तर यो भद्रपुरमा चाहिँ राम्रो कामको लागि उहाँहरू निरन्तर लागिरहेको होइन व्यक्तित्वहरू हुनुहुन्छ र उहाँहरूको साथ जहिले पनि रहन्छ। अघि कला बहिनीले भन्नुभयो कति पैसा पुगेन भन्नुभएको छ, पुगेन भने अब अरूले दिँदैनन् नि। हिजो अझै दाइ म अनुरोध गर्न चाहन्छु, हिजो जसले दिनुभयो शिला दिदी, तपाईँ हामी जसले गरेका छौँ, हामीबाट बरु चाहिँ हिजो तपाईँको चाहिँ गति अनुसार दियो होला, त्यसमा फेरि 1-2 हजार थपेर चाहिँ सहयोग गरौँ। उहाँहरूलाई तपाईँको चाहिँ पीडा हुन्छ, दिन पाउनु भने गाह्रो हुन्छ, अलिकति होस्टेलमा हल्चेल गरेर सहयोग गरौँ होइन। उहाँहरूको हाम्रो चेली हुनुहुन्छ, यति राम्रो काम गर्नुभएको छ, त्यस्ता व्यक्तिहरूलाई हामीले सहयोग गर्नुपर्छ भन्ने कुरा राख्दै चाहिँ फेरि पनि चाहिँ यो चाहिँ हाम्रो तिहारको छठको शुभकामना दिँदै यहाँहरूको साथमा जहिले पनि हामी रहने प्रतिबद्धता व्यक्त गर्नु बनाइएको छु। धन्यवाद। हाम्रो नामै उहाँको मोती हो, सोन चाँदी हिरा मोती यहाँले कहो छैन, हामी असल मान्छे पाएको छु। अब उहाँको पनि इच्छा थियो पूर्व आउनु, उहाँ पनि इच्छा पुरा भयो, हाम्रो पनि इच्छा सबै पुरा हुन्छ जस्तो लाग्छ। कला त यहाँ आएर भनेको त्यो कला नै हो, उहाँमा धेरै कला छन्। एक मात्रै म व्यक्ति देखेको थिएँ, मैले सुनेको थिएँ, सबैतिर आगो लाग्यो, आगो निभाउने काम चाहिँ एकजना व्यक्तिबाट चाहिँ सबैलाई सम्टिने त्यो एउटा कला बहिनीले गरेको थियो। उसको कलाकोले म प्रशंसा गर्छु। यो प्रजातन्त्रको हिसाबले जुन हामी एउटा प्रतिनिधि भएको छ, हामीले देख्न नचाहनेलाई अलिक बोले जस्तो पनि देखिन्छ क्या। हामी कस्तो मान्छे छु कि एउटा मानव मेरो लिएर बोलिदियो भने त्यो ठिक, तर म बिचमा बोलेर कसैलाई आँच लाग्छ भने सबै ठिक, त्यो नलिदिनु होला। यो देशमा जुन एउटा यो क्रान्ति भनौँ, लु एकछिनको क्रान्तिमा त शान्ति आउँछ, आशा गरौँ। यो जुन सरकार एउटा आएको छ, यो खरानीबाट जल्मेको मेरो हिसाबले सरकार हो, मेरो व्यक्तिगत हिसाब। यो सरकारलाई चाहिँ यदि हामीले सहयोग गऱ्यौँ भने यो चुनाव गर्न सकिँदैन। चुनाव गर्न सकेन भने यो देशको अझै विडम्बना तरिकाबाट आउन खोजिराखेको छ। अब म यहीँबाट, म राजनीतिक दलबाटै चाहिँ टिकट पाएर उठेको मान्छे, मेरा दलका अध्यक्ष, दलका अरू प्रतिनिधिहरू, जहाँ केन्द्रमा विचार गर्ने मान्छेले सद्बुद्धि उनीहरूलाई दिउँ। जी उत्पादन भयो, बङ्गलादेशमा भएको कुरा त यहाँ मनन गर्नुपर्छ नि। सामान्य सोच्यौँ हामी, आगोलाई केही सामान्य सोच्न सकिन्छ? यत्रो सलाइको डिब्बा हुन्छ, पाकेटमा बोको, चाह्यो भने ध्वस्त पारिदिन्छ, पार्न सक्छ नि। तर हाम्रा नेताहरूले सानो सलाइको खोल सम्झिनु नपर्ने, त्यो सलाइको खोल सम्झ्यो, त आज विनाश भयो। हामी गरिब भयौँ, दुखी भयौँ, हामी अगाडि बढेको थियौँ हरेक कुरामा। मैले आफै देखेको हरेक कुरामै हामी अगाडि बसेको थियौँ, व्यापार व्यवसायमा, विकासमा, पूर्वाधार बाटोघाटोमा, आर्थिकमा अलिकति यसरी बढिया थियौँ, वाक्कै तल्लो छोड्यौँ। अब 15 वर्ष चाहिँ हामी पछाडि पऱ्यौँ। कसलाई के बिगारेको थियो अहिले हाम्रो हजरत दाइले भन्नुभयो, बहुत राम्रो कुरा गर्नुभयो उहाँ। कसलाई बिगारेको थियो, हाम्रै संरक्षण दिनेलाई हामी नै देख्नु चाहँदैनौँ। म 30 वर्ष राष्ट्र सेवा गरेँ, मेरो छोरा अहिले पुलिसमा छँदैछु, उहाँलाई सरलाई भने मैले, हामी 4 जना कर्मचारी हौँ, एउटा बल्ल तल्लो अहिले पनि ऋण छ। तपाईँको बिमा छ, बिमा भयो भने त ऋण भइहाल्छन्। अब यो मैले पहिला काल 3 वर्ष पनि हुँदैछ बल्ल बल्ल मैले कमाएर घरै बनाएको छु अरे ती टार्गेट। हे भगवान्, त्यो धेरैले सम्झाउन सकिँदैनन्। 5 जनाले चाहे बिगारिदिन्छन्, तर 5 जनालाई 1000 जना 30 जना मान्छे हेर्ने मान्छेले बोल्दैनन्। यदि तपाईँ हामीले बोलेन भने भोलि यहीँ पनि आगो लाग्छ। 5 जनाले जलाउँछन्, मेरो वार्ड जलाउन आए त्यहाँ प्रत्यक्ष रूपमा निगरा गर्ने मान्छे राखेको छु। 10 जनाले काम गरेको छैन, ती छिमेकी जसलाई बस्न उठ्ने काम चाहिने त्यो ठुलो यसरी हेरिरहेछन्।
नगर यसरी गर्नु हुँदैन बाबु, यो नेपालको सम्पत्ति हो, व्यक्तिगत कसैको होइन, तपाईँ हामी मुस्किलमा पर्छौँ यो नगर्नुहोस् भन्ने भए त मान्थ्यो नि त। हल्दीबारी किन मान्यो? कहीँ किन जोडेको छैन? तीको छिमेकी सक्रिय भएर लाग्यो नि त। यहाँ त जलाउने 12 जना सबै यसरी भिडियो खिच्ने के गर्ने सहज होइन। सबैले मनन गर्नुपर्छ यो कुराहरू। म सहित उहाँले भन्नुभयो काम गर्दाखेरि होला त्रुटि, कामै नगरे भने के को त्रुटि? काम गर्दा त त्रुटि हुन्छ त। हामीले सिकाउनु पक्षमा पनि छैनौँ, आफू सिकेर पनि गर्ने पक्षमा छैनौँ। हामीले अरूको देखेर डाहा गर्ने यो प्राय नेपालीहरू छौँ हामी। त्यसकारण त्यो मन, छोटमाया र अहिले गएको लक्ष्मी पूजा यी बगे जस्तै सबैको त्यो भावना चाहिँ गलत भावनाले चाहिँ बगाएर लगोस् भन्ने म चाहिँ छोटमायासँग प्रार्थना गर्दछु। र यहाँ सरले मोती नाम भन्नुभयो। मोती जस्तो काम उहाँको कुनै कामको पनि 6 महिना प्रशिक्षण काल। उहाँ आउनु बित्तिकै प्रशिक्षण काल यही भयो। अब यहाँ यत्रो 20,000 मान्छे हाम्रो छोटमा आउँछ। विकृति कुकृति नहोस्। कासगाडी मासगाडी छन्, हाम्रा नानी छोराछोरीले आउँछन्, रातभरि मेला लाग्छन्, त्यहाँ शान्ति सुरक्षा कसरी बढाएर जिल्लाबाट मागेर, कहाँबाट मागेर, केन्द्रबाट मागेर सुरक्षा राम्रो काम गरिदिनु होला। यसैमा पनि तपाईँको मूल्याङ्कन हुन्छ। सारा जनताले मूल्याङ्कन गर्छन् र हजुर आउनुभएकोमा मेरो 6 नम्बर बासीबाट एकदम मुरी धन्यवाद। ल यो भन्दै म आफ्नो 2 शब्द टुङ्गाएँ। नमस्कार। हामी सबै सुध्रौँ, म रतिया पनि सुध्रिन्छु। कस्तो भने हामीसँग धेरै राम्रा मान्छेहरू, धेरै सहयोगी राम्रो मान्छेहरू छन् है भनेर यहाँ मात्रै अघि बोर्ड हाम्रो लोकेसन दाजुले जसरी ह्यान्डओभर कोही प्रति मान्छेलाई बनाउने भनेको उहाँ चाहिँ एकदमै राम्रो हुनुहुन्छ भने कसैले अरूले भनिदियो भने त्यो त्यस्तै मेन्टालिटी बन्दै जान्छ। हजुरहरूको एउटा लिस्ट मलाई पनि उहाँले जसरी दिनुभएको थियो, उहाँले पनि केही न केही सङ्गत गरेर धेरै कुराहरू गरेर धेरै राम्रो वडाध्यक्षहरू हुनुहुन्छ, धेरै राम्रो मान्छेहरू हुनुहुन्छ है भन्ने जुन लिस्टमा हुनुहुन्थ्यो उहाँहरू आउनु भएको छ। अब लिस्टमा भएकै मान्छेहरू यहाँ चाहिँ आउनु भएको, यो चाहिँ यो खालको यो वातावरण बन्दा मलाई पनि एउटा काम गर्ने एउटा ऊर्जा थपिएको छ। अवश्य पनि चुनौतीपूर्ण काम। हामी सरोकारवालाहरू, शान्ति सुरक्षाको सरोकारवालाहरू नेपाल प्रहरी मात्रै होइन, फेरि पनि दोहोऱ्याएँ। अब हाम्रो उहाँहरूले जसरी भन्नुभयो यो चुनौतीपूर्ण अवस्था छ। यो हामी काठमाडौँमा म थप मद्दत बेसमा बसेका थिएँ। हामी यो 500 जना प्रहरीलाई थप मद्दतको लागि काठमाडौँमा तिहारपछि हुन सक्ने घटनाको लागि भनेर त्यहाँ छुट्टै रिजर्भ बेस खडा गरेर त्यहाँ ट्रेनिङहरू यताउता गराइरहेको छ। भनेपछि यो सिचुएसन हामीले अब त अनुमान योग्य सिचुएसन छैन। जुन नर्मल भइरहेको थियो पहिलाको जस्तो सिचुएसन छैन। यो हामी विषम परिस्थितिको भोलि अझै पनि झन् योभन्दा बिग्रिदो परिस्थितिको लागि तयारी हुनुपर्ने अवस्था छ। त्यो अवस्थामा प्रहरी मात्रैले अथवा एउटा मात्रै सरकारवाला निकायले चाहिँ गर्न सक्ने अवस्था हुँदैन रहेछ। आजको अवस्थामा हेर्ने भने प्रहरीको मोरल मोटिभेसनका कुराहरू भन्ने भने अहिले पनि 2 जना गएर त्यहाँ एउटा यसो डाइस खेलाइरहेछ भने ए भाइ भन्ने अवस्थामा उसै अब देखिराख्नु भएको छ, सामाजिक सञ्जालहरूमा देखिराख्नु भएको छ। एउटा चाहिँ ब्राउन सुगर खाँदै उल्टै धम्काउँछ अथवा गाँजा खाँदै ऊ आफैले धम्काइरहेको अवस्था छ होइन भनेर ऊ आफै प्रहरी पनि पछाडि हटिराख्नु अवस्था छ भने त्यो अवस्थामा खुसी हुने एउटा तब्का होला। तर यसले अन्तत कहाँ लान्छ त भन्दाखेरि यसले अराजकता, दण्डहीनता भनेको अराजकतातिर लान्छ। हामी ब्याक हुनु भनेको आफैमा प्रहरी आफै ब्याक हुनु हो। नजाउँ कि अब अहिले गएर बजारमा 2 जना 3 जना मात्रै प्रहरी नघुमाउँ कि, किनभने मान्छे अब यहाँ जम्मी 10-15 जना छन्। 1 जना मान्छे ड्युटी राख्ने अवस्था नहुने, 1 जना गयो भने त्यहीँ पिट्ने हो कि चाहिँ के हुने हो कि भन्ने अवस्था भयो भने त्यसको सरकारवाला, त्यो जोगाउनेवाला भनेको एउटा प्रहरी मात्रै आफ्नो सेल्फ डिफेन्समा भन्ने भन्दा पनि सबैजनाले त्यसरी गइयो भने चाहिँ यो छिटै हाम्रो सबैको हुन त अब नीति निर्माणदेखि सबै कुराहरूमा सबैको सरकार होला। तर पनि यो हामीबाटै सुरु गर्दै जाने जुन चेन्ज भनेको हामी आफै पनि भन्छौँ, हामी प्रहरीभित्रै पनि गरिरहेछौँ। जुन चाहिँ हामीभित्रै पनि त्यो गोली चल्यो, मान्छे मऱ्यो, यो गर्ने बेलामा हामी पनि के सबै फेरि धोका आउँदा दुधले धोका आउँदा हामी प्रहरी पनि सबै हिसाबले ठिक थियौँ त, सबै हिसाबले हामी ठिक छौँ त भन्ने कुरामा सुध्रिने कुरामा जसरी उहाँहरूले भन्नुभयो हाम्रो पनि कुराहरू सुधार्ने ठाउँहरू छन्। हामी प्रहरीभित्रै पनि हाम्रो सुधार्ने कुराहरू छन्। मैले आउने बित्तिकै यहाँ ब्रिफ पनि गरेँ सबै स्टाफहरूलाई राखेर। त्यो कारणले गर्दा हामीले सुध्रिनु पर्ने ठाउँ हामीले गर्ने, अब फेरि सुध्रिने पर्ने कुराहरू छन् त छन्। अब यहाँ हेरिहाल्नु भयो हजुर, असभाको कुरामा गएर अब
प्रहरीले ढुङ्गा खान्यो किन गोली हान्यो भन्ने कुरामा अब ढुङ्गा खायो त फेरि छैन, छेक्ने पनि छैन, अहिले सबै जलाएको छ। यहाँ भन्यो भनेदेखि एउटा मान्छे यसो गएर ढुङ्गा छेक्ने ठाउँ छैन। अब ढुङ्गा खाएपछि फेरि के गर्ने, ढुङ्गा हान्न पर्ने कि अथवा के गर्ने, अब असभाव नभएपछि यस्तो हुन्छ। अब जब चाहिँ एउटा इक्विपमेन्ट गियर सबै टोटल हुन्छ भनेदेखि अनि रियाक्ट गर्ने तरिका छुट्टै हुन्छ, केही छैन, न गोलीगट्ठा न असभाव, सबै जलेर गयो। अनि त्यो अवस्थामा धेरै चुनौतीपूर्ण कामहरू छन्। अब यहाँ भन्ने भने ब्यारेकहरू अब हेरौँ, झापाको गर्मी अहिले जाडो महिनामा ठिकै होला। अब हजुरहरू यसो गएर अनौपचारिकमा यहाँभित्र प्रहरी ब्यारेकभित्र छिर्नु भयो भने कसरी बसिरहेको छ यो पुलिसहरू होइन। प्रहरीलाई पनि एउटा चाहिँ मानवीयता अथवा यो खालको देखाउने यो हाम्रो कल्चरहरू पनि गइसके। वास्तवमा भन्यो भने उनीहरू पनि अहिले हेडक्वार्टरमा हजुरको लाइन लागेर सबैजना चाहिँ एउटा खालको हुनेले त्यो मान्छेले त्यो राजीनामा भन्दा यस्तो मोरालमा के गर्ने भनेर राजीनामाको लर्को छ एक खालको भन्यो भने। अब हुनेले त्यो पनि अब मेरो केही विकल्प छ, म विदेश जान्छु अथवा केही गर्छु भन्नेले हो त्यो पनि दिने। अरू यहाँ पुगेर सबैलाई पुगेर धनी भएर यहाँ सोखले जागिर खाने कसलाई छैन होइन। सबैले बुझेका छन्, सबै मान्छेले बुझेका छन् कसले सोखले काम गरेका छन्। त्यो कारणले गर्दा एक प्रहरीलाई गर्नुपर्ने यहाँ गर्ने व्यवहार, जे कुरामा गर्ने व्यवहार, बाहिर गर्ने व्यवहारहरूमा हामी सबैले एक खाले सबै सरकारवालाहरूले मिल्दै गयो भनेदेखि यो सुध्रिँदै जाला होइन। नत्र अब यो यस्तै खालको अराजकतालाई बढुवा दिँदै जाने, अब भयो भनेदेखि नदेखाएर पनि देखाएर नदेखाए जस्तो गर्दै जाने हो भने हामी गतिलो दिशामा चाहिँ जाँदै छैनौँ भन्ने कुरा स्पष्ट देखाउँदैछ। यो स्थितिहरू शान्ति सुरक्षाको स्थिति चुनौतीपूर्ण छ। अब त्यो हिसाबले हामीले पनि अब एक्सन ओरिएन्टेड अथवा हाम्रो पुलिसिङमा राति अब चोरी चकारी घटनाहरू भनिराख्नु भएको छ। यति शान्ति सुरक्षाको हिसाबले म त राम्रो कसरी देखेँ भने हिजो यसो गएको बाटोमै स्कुटर हजुरहरू त भित्र कम्पाउन्ड पनि नराखिकन बाहिरै राख्नु हुँदो रहेछ स्कुटर। अनि शान्ति सुरक्षा नभएको भए बाहिरै स्कुटर राख्ने अथवा बाहिरै सुत्ने, बाहिरै आफ्नो धन सम्पत्ति रोडमा राख्ने शान्ति सुरक्षा नभएको भए हुन्थ्यो र भने त्यो त हुँदैन थियो। यो हेर्नु होला काठमाडौँमा धरि त्यसरी राख्दैन, तर यहाँ राखिरहेछ भनेपछि मान्छेले के सोचिरहेको छ, मेरो बाइक स्कुटर चोरी हुँदैन भन्ने अहिलेसम्म त एउटा विश्वास रहेछ र कहिलेकाहीँ। तर यो विश्वास अब बिस्तारै घट्दैछ। अब ठाउँ यहाँ बजारमा गएपछि हजुरको बजार व्यवस्थापनमा सरहरूको पनि म ध्यान आकर्षण गराउन चाहन्छु। अब हामीलाई गाडी लगेर गयौँ, गाडी त छिर्ने त्यहाँदेखि त्यो 200 मिटर भित्र छिर्नै नसकिने अवस्थाहरू बजार व्यवस्थापन सबै अब पसलहरू चाहिँ त्यो गाडी जाउँ सब मतलब जाँदाखेरि त जानै नसकिने अवस्थाहरू पनि रहेछ फेरि। अब हामी सरकारवाला र हाम्रो प्रहरीको मात्र दायित्व होइन, बजार व्यवस्थापनदेखि लिएर कहाँ के गर्नुपर्ने हो, हामीले के सहयोग गर्नुपर्ने हो हजुरहरूको लागि, शान्ति सुरक्षाको मामलामा कहाँ सहयोग गर्नुपर्ने भन्ने कुराहरूको लागि आउनु होला। हामीलाई प्लान प्रस्ताव के गर्नुपर्ने, हामीले के सहयोग गर्नुपर्ने हुन्छ सबै राम्रो एउटा उसले आउनु भएको छ। त्यो हिसाबले हजुरहरू माथि हामीले गर्नुपर्ने सहयोग हामी गर्न तयार छौँ। अब हजुरहरूले जुन भन्नुभएको छ यो किसिमको सिफारिसहरू पनि भरसक प्रहरीलाई स्वतन्त्र भएर काम गर्ने मौकाहरू हजुरहरूले दिनुहुन्छ भन्ने कुरामा म विश्वस्त हुन्छु। त्यसै गरेर मेरो कार्यालय प्रमुखको नम्बरहरू हजुरहरूसँग छँदैछ, सामाजिक सञ्जाल फेसबुक पनि छ। यस्ता भिडियोहरू कुनै कुराहरू त्यस्तोहरू सेयर गर्नुहुन्छ भने हाम्रो फेसबुक म आफैले अथवा यहाँ हाम्रो कार्यालयले चलाउँछ, त्यसमा म्यासेजहरूमा केही कुराहरू टेक्स्ट गरेर यस्ता कुराहरू हजुरहरूले यस्तो भइरहेछ है, यो कुरा यसो गरिदिनुहोस् भनेर भन्दै अब तपाईँहरूले यो समय लिए, तपाईँहरूको यो महत्त्वपूर्ण समय दिनुभयो हामीलाई, आफ्नो कुराहरू राखिदिनु भयो, के गर्नुपर्ने कसो गर्नुपर्ने हुन्छ अब हामीले भनिहाल्नुभयो। अब हामीले राख्नुपर्ने कता के हो यो कुरा बारेमा त्यति धेरै प्रहरीले त्यति धेरै यस कुराहरू थाहा हुँदैन। एउटा सरसल्लाह अनौपचारिक कार्यक्रम जस्तो भयो, सबैजना आउनुभयो। हामीले तपाईँहरूलाई अब फेरि यो के भन्छ नि लजिस्टिकको पार्टमाहरू पनि अब राम्रो गर्न सकेन होला। यद्यपि यसलाई चाहिँ अन्यथा नलिँदै तपाईँहरूले दिनुभएको यो साथ सहयोगलाई हामी फेरि पनि यो मेरो कमसेकम 1 वर्ष कार्यकाल रहला अथवा नरहला, यो कार्यकाल अवधिभरसम्म सहयोग गरिदिनु होला भन्ने मेरो पनि सायद मेरो कार्यालय प्रमुखको तर्फबाट र हाम्रो सम्पूर्ण प्रहरी कर्मचारीको तर्फबाट पनि अपेक्षा गरेको छु। यो अपेक्षा पनि जानकारी गराउँदै आजको कार्यक्रम यही समाप्त गरौँ। धन्यवाद।